ल म चाहिँ के चाहिँ खास भन्नु आएको भन्दाखेरि है काठमाडौँबाट आइयो होइन अनि घरको कामसाम पूजासुजाहरू सबै सक्यो होइन आज म कागती टिप्दैछु है यो इन्ट्रो चाहिँ खास अब नडाटी भन्नुपर्दा मैले कागती टिपेर आएर बनाएको हो है मैले अब इन्ट्रो नै बनाउनु बिर्सेछु होइन अनि अहिले आएर बनाएपछि जस मैले कागती टिपेँ होइन अब कस्तो लाग्यो त्यो भ्लग राम्रो लाग्योमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि अर्को कुरा भनेको चाहिँ म इन्ट्रो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु भन्दै आजको यस भिडियोलाई अगाडि बढाउन चाहन्छु लेट स्टार्ट द भिडियो माता कागती टिप्नुको लागि मसँग ग्लोभ्स छन् होइन अब यो खास कागती टिप्नुलाई नै भनेर त होइन है अब यो चाहिँ अब झारसार यताउति सफा गरेर गर्नको लागि चाहिएको चिज हो अनि म चाहिँ अब यो लाएर हुन त अब यसलाई काराले छेक्दैन होइन काराले यसलाई घोची नै हाल्छ तर पनि थोरै प्रोटेक्सनको लागि होइन गर्नु पऱ्यो नि त त्यही भएर चाहिँ मैले एउटा सानो डालो मिनी डालो लिएर आएको छु यो डालोमा चाहिँ म कागती टिप्छु लेट्स सी गाइज कस्तो हुन्छ है त म चाहिँ कागती टिप्नु लागेँ तर कागती कस्तो हो भन्दाखेरि एउटा दुईवटा है अनि भनौँ न म धेरै असक्त नि भयो अब यसलाई कसरी टिप्ने भन्ने कुरो हो होइन अब एउटा के घोचा त चाहिन्छ कागती टिप्नु त्यत्तिकै हुँदैन है त्यही भएर एउटा सानसानो घोचा बनाउँछु म त्यसपछि लेट्स सी गाइज यहाँ घोचा भेटिहालेँ सो अब यसले म टिप्ने छु है त भिडियो कागती चाहिँ अब त्यति धेरै छैन है एउटा दुईवटा छ अब यसलाई टिप्नुपर्ने हुन्छ यो अलिकति काटसाट यहाँ कमी देखियो अब हामी काटसाट यसलाई गर्छौँ होइन एउटा घर ल हेर्न सक्नुहुन्छ काटसाट अलिक भएको छैन यो मेरो कागतीको भुटालाई एकदम धेरै ठुलो भयो कि परार त धेरै नै फलेको थियो क्या कागती सोच्नु नसकेको फलेको थियो परार है अब एउटा दुईवटा झरिराख त्यही अब भ्लग जस्तो पनि हुन्छ होइन तपाईँहरूले देखाउनु नि हुन्छ मेरो घरको कागती ल एक दुईवटा कागज झरिराख अब हामीले यसलाई टिप्दै यहाँ हाल्नुपर्ने हुन्छ गाउँघरमा यही चिज दुःख छ तर दुःख सँगसँगै रमाइलो पनि छ गाउँघरमा जिउनु है एकदमै राम्रो छ अब कागती भनेको यो साल त्यति फलेन रहेछ है ठिकै छ केही छैन हामीले त त्यसलाई स्याहारी पनि त्यति फल्ने हो है र स्याहारी त कहाँ फल्छ त होइन मैले यसलाई झार्नु खोजेको क्या गाई ए बाबा हो झर्न भाइ ल ठिक छ एकदम अलराइट राम्रो छ पहिला पनि झरिसकेको रहेछ त्यही हो कागती एकदम राम्रो छ हेल्दी छ कागती भनौँ न जोस् हाम्रो अर्ग्यानिक कागती होइन अब जुन चाहिँ मैले आजभन्दा 7-8 वर्ष अगाडि चाहिँ एकदम यसलाई मलजल कस्तो गएको थियो त्यतिखेर त मैले भिडियोहरू बनाउनु पाइनँ होइन फेरि एउटा गरो ठिक छ मलजल एकदमै राम्रो गरेको थिएँ यसलाई मैले कस्तो यार अर्किन्छ यार कागती धेरै भयो भने त अब चुकसुक बनाउनु हुन्थ्यो होइन ठिक छ यति भयो भने केही छैन जुन अघि मैले माथिबाट हानेको थिएँ नि होइन तिनीहरू चाहिँ फेरि निकाल्नुपर्ने हुन्छ क्या मैले सबै यो कागतीहरू है अब कस्तो आएको छ माइक कस्तो छ फर्स्ट टाइम हो है यो मेरो सबै फर्स्ट टाइम फोन सबै फर्स्ट हो मेरो है अनि कस्तो आएको छ होइन मैले चाहिँ जस अरूहरूबाट अलिअलि आइडिया लिएँ होइन ल हाम्रोमा चाहिँ यसरी कागती खोज्यो पाइन्छ गाइस भनेर गफ लाउनु भएन है यो चाहिँ मैले झारेँ हो अनि यहाँ राखिरहेको छु है माथिहरू डालोमा छ यहाँ पनि रहेछ ल अनि त्यही हो अब कागती खोज्नुपर्छ हेर्नुहोस् टन्न झार्नु चाहिँ झारेको छु मैले यो चाहिँ मैले आज झारेको होइन अस्ति झारेको रह कसले टन्न छ यता खोज्यो भने चाहिँ टन्न पाइन्छ किन भन्दा यो बोटहरूमा यति धेरै कागती फलेको होला नि होइन अलिअलि छ ल त्यहीबाट हेर्नु सक्नुहुन्छ है म एक साल होला है यहाँ घरमा म प्राय बाहिरै बस्छु कस्तो टच नभएको बाहिरै बस्छु होइन एक साल आएको बेला यहाँ परार भनौँ न यति धेरै कागती थियो नि यति धेरै कागती थियो नि त्यो म भन्न पनि सक्दिनँ क्या त्यति धेरै कागती थियो क्या माथि थुप्रो झारेको थियो त्यहाँ कहाँ भयो यार कागती भेटिरहेको छ
3जना रहेछ धेरै भयो यति भए अब इटरीमा गएर कागती मस्तसँगले चाहिँ बिहा गरेर काम लाग्ने कागती हो। ल अघि म माथि थिएँ यहाँनिर यो डालो बगमा, अब म तल झरेको छु। अब म माथिबाट हेर्दाखेरि त्यति मजाले लेखिएको थिएन यी चिजहरू। अब म तपाईँलाई सिनेमेटिक भिडियो यसमा देखाउँछु है त। ल लेट्स सी गाइस। यो अलिक झुकेकैमा सिनेमेटिक सर्ट लिँदैछु भनेर सिनेमेटिक मोडमा गएको त स्लोमा पुगेछ क्या यस्तो यस्तो गर्दा। त्यसपछि होइन म चाहिँ किन ब्याकग्राउन्ड ब्लर हुँदैन भन्छु है, लास्टमा त स्लो मोसनमा रहेछ। हेरेँ मिलाएँ, अब आउँछ यसको भिडियो। ल कस्तो लाग्यो भिडियो? यो मैले अलिकति कोदोबारी मारिदिएँ है, एकदमै राम्रो छ। फुलहरू जुन बेला हुनुपर्ने त्यो बेला भएन, र पनि फुल भनेको जतिखेर फुले जुनै समय फुले पनि बबाल गाइज। ल अर्को कुरा यता पनि छ होइन, यता पनि छ फुलहरू चाहिँ। ल हेर्न सक्नुहुन्छ कस्तो दामी। ल वाह है, यसको सिनेमेटिक है त गाइज। फेरि ए नजाराइको करौतीले रेट्यो मुटु र टक्कै आँखा तिमीलाई आँखा झ्याम्मै जाला पानीमा, आँखा पर्यो नानीमा राम्री तिमी फुल झै भनेको त्यत्तिकै होइन रहेछ है त। ल भन्नेमा चाहिँ लाउनु मन छ है मलाई यो। ठिक छ गाइज। अब चाहिँ मैले कागती सागती टिपिसकेँ। अब म चाहिँ होइन फोटोसोटो सबै गरिसकेँ होइन। अब म चाहिँ के गर्नुपर्छ भन्दाखेरि जानुपर्ने हुन्छ घरसम्म होइन। अब कस्तो कुरो भन्दा गाइज निस्किनु गाह्रो भयो, यो लौडीलाई निकाल्नुपर्छ यता होइन। यति कागती मैले तलबाट भेला पारेको छु, यसलाई चाहिँ मैले अब निकाल्दै डालामा हाल्नुपर्ने हुन्छ है त। फाल्नु एकदमै कागती चाहिँ फलेको छ हाम्रोमा यतिको कागती। अब यो चाहिँ ठाउँमा बेच्नु लगो होइन। अब यो गुणस्तर हिसाबले भनौँ न, यसको गुणस्तरीय यो फलेको हिसाबले त यो धेरै नै महँगो पर्ला सायदै है। हेर्नु त यस्तो फलेको छ, धेरै महँगो पर्ला जस्तो लाग्छ है मलाई। गुणस्तर धेरै राम्रो छ, ठुल्ठुलो पनि छ है। अब यो बेच्ने व्यावसायिक रूपले त गरेको होइन हामीले, जस आफ्नो घरलाई है घरलाई अनि यसो खानु चाहिँ अभाव नहोस् भन्ने हिसाबले चाहिँ गरेँ। मैले टिपेको हेर्नु सक्नुहुन्छ यो दामी छ है त। ल कस्तो लाग्यो भिडियो है आजको कागती टिपेको होइन। भिडियो राम्रो लागेमा मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन। सबैभन्दा ठुलो कुरो भनेको दर्शक महानुभावहरूबाट आश भनेको हामीलाई त्यही हुन्छ है त। अब देखाउने चिजहरू देखाउँछौँ होइन, हामी सबै देखाउनुमा कुनै कन्जुसाइ नराखिकन चाहिँ म तपाईँहरूलाई देखाउँछु। ल आजको भिडियो कस्तो लाग्यो, जस्तो लागे पनि प्रतिक्रिया दिन नबिर्सिनु होला। र अन्तिममा आएर चाहिँ के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ अनि मेरो भिडियो कस्तो लाग्दैछ कमेन्ट छोड्न नबिर्सिनु होला। अझ तपाईँहरूले कमेन्टमा यस्तो खालको भिडियो ल्याउनुहोस् उस्तो खालको भन्नुभयो भने अझ त्यो मलाई प्लस पोइन्ट 50%ले बढ्छ क्या, प्लस पोइन्ट 50%ले। अनि बाँकी 50% मैले बनाएपछि 100 हुन्छ है त। तपाईँहरूको सल्लाह सुझाव पनि पाऊँ भन्दै आजको भिडियोबाट म बिदा हुन चाहेँ। हस्त सबैजनालाई नमस्कार, इन्जोय योर लाइफ, गुड बाई।